यो घर कसको भन्दा नेपालका फलाना नेताको बाहिर बाहिर घर बनाएर यहाँ देश चुसेर त हामी जस्तालाई दुःख दिएर सङ्कष्ट कटाएर छोरो छ जापान जर्मन अमेरिका बाउ यहाँ मर्ने बेला भयो मर्न गरेको छ पानी गर्दाखेरि पनि पानी मिल्दैन पानी खान पाएको छैन अब अन्नका त पुरै नगरौँ यतिसम्म बनाए यिनको नाश हुनै पर्छ मेरो आत्माले यति सवाल गरेको छ भन्ने कुरा साध्यै छैन बाबु अहिले 50-55वटा फ्याक्ट्रीको सुरु गरेको थियो उसले अब फ्याक्ट्री बनाएर यिनलाई यो पढाइ एसएलसीसम्म पढे भने अनि नोकरी दिने यिनलाई काम देखाउने भनेर 50-55वटा फ्याक्ट्री खोलिसकेको थियो ती फ्याक्ट्री पनि अहिले बेची खाए माकुराका जाल लागेका छन् ती फ्याक्ट्रीमा सके यिनका कुरा गर्छ यिनलाई त मुख हेर्ने पनि होइन देख्ने पनि होइन यिनको पाप लाग्छ श्राप लाग्छ यस्ता अपराधी आफ्नै सिटमा हालेर लिएर गएर अनि उहाँ सिंहदरबारमा पुगेर अनि लौ बिर्जा आश्रम फलाउने ठाउँमा बिर्जा आश्रम खोलेर उनको लागि यही बिर्जा भत्ता जसरी उसले मनले दियो